20% तिमी डिपोजिट गर्न सकेनौ, त्यसैले तिम्रो बिमा कार्डको अर्थ छैन भाइ, फर्केर जाऊ। सिनियर कन्सल्टेन्टहरु सामान्यतया बिमाको चाहिँ पेशेन्ट भएको ठाउँमा जानुहुन्न। अनि भयो ह्युमन ट्रिट, अनि देखियो प्रोफेसनलिजम, अनि देखियो राज्यको नीतिको चाहिँ छ न। भिडियो एक्सरेमा टाइम हुँदैन बिमाको मान्छेलाई, चाहिँ पे गर्छु भनेर गयो भने ठ्याक्कै टाइम हुन्छ। अरूको उपचार पैसा तिरेपछि अधिकार, बिमाको बिरामीको दया। बिमाको मान्छे भनेपछि दोस्रो नागरिक, दोस्रो दर्जाले हेर्नुहुन्छ। बिमाको बिरामीलाई एउटा व्यवहार, पेइङ वालालाई अर्को व्यवहार गर्नै पाइँदैन। फेरि रिभाइभ गरियो। थाहा छ कति चाहिँ ब्याकलग छ तपाईको त्यो पुरानो चाहिँ पेमेन्टको पार्ट कति बाँकी छ। तर अन्टिल एन्ड अनलेस यो प्रोग्राम हुन्छ नि, स्वास्थ्य बिमाका बिरामीलाई फरक व्यवहार गर्न पाइँदैन साथीहरु। अन्यथा नलिनु होला। मैले मेरो मान्छेलाई पेशेन्ट बनाएर तपाईँ कहाँ पठाएको छु, नाम नभनौँ, पेशेन्ट बनाएर तपाईको अस्पतालमा पठाएको छु। अस्पतालको व्यवहार यो पेइङ पेशेन्ट र चाहिँ कार्ड होल्डर र क्यास होल्डरमा कति फरक छ भन्ने कुरा तपाईले राम्रोसँग मनन गर्न जरुरी छ। यसलाई एक किसिमको स्मरणार्थ तपाईले चाहिँ सम्झिनुस्, यो सुधार गर्न जरुरी छ। राज्यले भोलि बन्द गर्यो भने गर्ला होला कुरा हो, तर यो जबसम्म यो चाहिँ बिमा रहन्छ नि, बिमाको बिरामीलाई एउटा व्यवहार, पेइङ वालालाई अर्को व्यवहार गर्नै पाइँदैन। त्यो कुरा मैले तपाईहरुलाई चुनौतीकै भाषामा भने कहाँ हुन्छ एकचोटि हेर्नुस् त। हेर्ने नजरिया फरक छ। बिमाको मान्छे भनेपछि दोस्रो नागरिक, दोस्रो दर्जाले हेर्नुहुन्छ अस्पतालहरुमा। यो नहोस्। बिमाको नागरिकलाई, बिमाको पेशेन्टलाई दोस्रो नजरियाले हेर्ने कुरा हुन्छ। अरूको उपचार पैसा तिरेपछि अधिकार, बिमाको बिरामीको दया, मर्सी बेस्ड कि राइट बेस्ड भन्ने कुरा व्यापक हिसाबले आएको छ। बिमाको बिरामीले मर्सी बेस्ड हिसाबले तपाईँ कहाँ चाहिँ याचना गर्नुपर्ने हुन्छ। त्यो याचनाको विषय होइन। जसरी एउटा पेइङ चाहिँ पेशेन्टलाई जस्तो ट्रिट गर्नुहुन्छ, त्यो कार्ड होल्डरलाई पनि त्यसरी ट्रिट गर्न जरुरी छ। अझ मैले देखेको कुरा, इन्टरनल रिफर हुँदैन। तपाईँ एउटा चाहिँ ग्यास्ट्रोमा आएको बिरामी अरू कुनै समस्यामा चाहिँ देखियो भने चाहिँ त्यो के अरे चेक जाँच गर्दै गर्दा इन्टरनली अर्को डिपार्टमेन्ट जानु पर्यो भने उसले त्यही पैसा तिर्नुपर्ने हुन्छ। ममा भन्नुस् छ, यही चितवनको कुरा हो। यो चितवनकै कुरा हो। आवश्यक पर्यो भने पर्सनली कुरा गरौँला, यो सार्वजनिक मञ्चबाट नबोलौँ। मैले स्मरण गराउने भनेको त्यो इन्टरनल रिफर हुँदैन बिमामा। त्यो भन्नुको अर्थ तपाईले व्यक्तिको बिमा, सरकारले व्यक्तिको बिमा गरिदिएको कि रोगको बिमा गरिदिएको? सरकारले त व्यक्तिको बिमा गरे हो नि। तपाईँ कहाँ आइसकेपछि उसको रोगको उपचार तपाईले चाहिँ इन्टरनल रिफर गरिदिनु पर्दैन? पेट दुखेर आएको मान्छे ग्यास्ट्रिकमा एउटा जहाँ गयो त्यो ठिक छ, त्यो हेर्यो अलिअलि हेर्यो, अर्को ठाउँमा जाँदाखेरि पैसा लाग्ने भन्ने कुरा हुन्छ। त्यो कुरा त अर्को कुरा। तपाईको न्युरो सर्जरी लगाएको कम्प्लेक्स इस्युजहरू कहिल्यै पनि बिमाले कभर गरेन, त्यो पनि छ। अर्को कुरा, अस्पतालमा व्यापक नोटिसहरू हुन्छन्। दुनियाँ नोटिस राख्नु भएको छ, खास गरी प्राइभेट अस्पतालको कुरा गरेँ। यो चाहिँ व्यापक नोटिसहरू हुन्छन्, तर एक्सरे रिफरको म्याद कहिलेसम्म हो, रिफरको म्याद कहिलेसम्म हो भन्ने कुरा कसैले राख्नु भएको छ? कुनै अस्पतालमा छ नोटिस बोर्डमा तपाईहरुको? अनि अर्को कुरा, बिमाले दिने सुविधा यी हुन् भनेर कहीँ राख्नु भएको छ? बिमाले दिने सुविधा यी हुन् भनेर राख्नु भएको छ कतै? एक दिनमा कतिजनाको भिडियो एक्सरे हुन्छ भनेर अस्पतालमा कहीँ कतै राखिएको छ? डाक्टर साहबले भन्नु पनि एमआरआई 30 जनाको भन्दा गर्नै सकिँदैन। त्यो लिमिट तोके हुन्छ, त्यो कमसेकम त्यो लिमिट तोके भने त मान्छे आफै चित्त बुझाएर जान्थ्यो नि। एक्सरे कतिजना हुन्छ, युएससी कति हुन्छ, सिटी स्क्यान कति हुन्छ, एमआरआई कतिजनाको हुन्छ भन्ने कुरा कहीँ लेखिएको हुन्छ? कतिजना बिमा वाला मान्छेहरू चाहिँ वञ्चित भएर तपाईँकोबाट गएछन् भन्ने कुरा तपाईँसँग छ? बिमाको बिरामीको सन्दर्भमा डाक्टर ठुलो हो कि एटेन्डर ठुलो हो? त्यो अध्ययन नगरी बोलेको विषय होइन, विचार गर्नु होला। डाक्टर ठुलो हो कि एटेन्डर ठुलो हो? त्यहाँ डाक्टर होइन, एटेन्डरको शासन चलिरहेको हुन्छ। भिडियो एक्सरेमा टाइम हुँदैन बिमाको मान्छेलाई, त्यही मान्छे पेइङमा गयो, के अरे चाहिँ पे गर्छु भनेर गयो भने ठ्याक्कै टाइम हुन्छ। कार्डबाट चाहिँ सम्भव नभएको भिडियो एक्सरे क्यासबाट तत्कालै कसरी सम्भव हुन्छ? ममा गर्नुहोस्, यो तपाईँ कहाँ छ? को पेमेन्टको कुरा के हो? गरिब भनेर राज्यले बिमाको व्यवस्था गर्ने, 20% डिपोजिट गरेर भने उपचार सुरु गर्दिन भन्ने पनि अस्पताल यहाँ छन् चितवनमा। पर्यो भने नामै बताउँला कुनै बेला, अहिले पनि म बताउन सक्छु। ममा भन्नुहोस्, यो छ। 20% तिमी डिपोजिट गर्न सकेनौ, त्यसैले तिम्रो बिमा कार्डको अर्थ छैन भाइ, फर्केर जाऊ। अनि भयो ह्युमन ट्रिट, अनि देखियो प्रोफेसनलिजम,
अनि देखियो राज्यको नीतिको चाहिँ छ न ट्रिटमेन्ट डिले हुन्छ त्यही बिमाको मान्छेको किन विचार गर्नुस् बिमाको मान्छेले आइसियुमा कहिले पनि प्रवेश गर्न पाउँदैन सित्तिमिति प्रवेश गर्न पाउँदैन किनभने बेड खाली हुँदैन त्यही यता कन्भर्ट भएर गयो भने बेड तत्कालै खाली हुन्छ किन हुन्छ डाक्टरको राउन्ड पनि ढिला हुन्छ बिमामा डाक्टरको राउन्ड पनि बिमामा ढिला हुन्छ अन्त अलि बढी फ्रिक्वेन्सी बढ्छ सिनियर कन्सल्टेन्टहरु सामान्यतया बिमाको चाहिँ पेशेन्ट भएको ठाउँमा जानुहुन्न शेयरिङ क्याबिन भनेको त बिमाको बिरामीको लागि त वन्स इन अ ब्लू मुन उसको लागि दिवा स्वप्न जस्तै हो सधैँभरि ऊ वार्डमा बस्छ वार्डमा बस्नुपर्ने हुन्छ त्यो क्याबिन स्याबिन उसको लागि चाहिँ एकदमै एकादेशको कथा हो अनि पेशेन्ट फोलो पेशेन्ट ठिक छ पाइँदैन मैले यहाँ आउँदैछु पेशेन्ट फोलो चाहिँ बिमामा बढी हुन्छ अनि तपाईँको चाहिँ स्टाफ सबैभन्दा कम चाहिँ बिमामै हुन्छ विचार गर्नु भएको छ यो हामीले हेरेका छौँ इन्चार्जहरूले वार्डमा बिरामीलाई व्यवस्था गर्छन् त भनेर हिजो अस्ति मात्र हिजो होइन अस्ति सिडो साहब अति भयो त भनेर व्यवहार गर्छन् भन्ने कुरा आएको छ यही हो ह्युमन ट्रिट यो यसको जिम्मा तपाईँको संस्थाको प्रमुखले लिने कि नलिने त्यही चिज अपरेसन गराउनु पर्यो भने बिमा त्यागेर आयो भने ठ्याक्कै अपरेसन हुन्छ नभए 3 महिनापछि हुन्छ विचार गर्नु होला यो त्यसैले मैले यो समस्या 2-4 समस्या बिमावालाको समस्या देखाइदिएँ यसलाई जेनरलाइज गरेर निष्कर्ष निकालेको होइन साथीहरू मैले अघि भने पेशेन्टको पार्टमा धेरै समस्या छन् सिस्टम बिग्रिएको छ बार्गेनिङ र ब्ल्याकमेनिङ गर्ने प्रथा हामीले चाहिँ कतै न कतै त्यो प्रथालाई हामीले चाहिँ भित्राएका छौँ त्यसलाई रोक्नुपर्छ यी आरोप होइनन् आकस्मिक काम होइनन् आकस्मिक कुरा मात्रै होइनन् आम सत्य पनि होइनन् यिनै भित्रका कतै हुन् मान्छेहरू भन्छ अनावश्यक टेस्ट गराइन्छ यी आरोप हुन् अनावश्यक टेस्ट गरिन्छ अनावश्यक चाहिने नचाहिने टेस्ट गराउँछ प्राइभेट अस्पतालले बिरामीको हैसियत हेरेर व्यवहार गरिन्छ सरकारी अस्पतालमा पनि प्राइभेट अस्पतालमा बिरामीको लवाई खवाई हेरेर बिरामीको गेटअप हेरेर पहुँच हेरेर डाक्टर साहब अन्यथा नलिनु होला क्यान्सर अस्पतालमा बिरामी चाहिँ भर्ना नपाएको किमो थेरापीको लागि चाहिँ के अरे भर्ना नपाएको एउटा मान्छे सिडिओले भनेपछि किन भर्ना पायो भने मैले प्रश्न गरेँ भने के जवाफ हुन्छ जब भर्ना छैन भने सिडिओले भनेपछि कसरी पायो इक्जाम्पल दिएको है मिल्यो भने संयोग हुनेछ